नमस्कार साथीहरु, आज म एउटा भिडियोमा रिएक्सन गर्न गइरहेको छु, भिडियो हेर्न गइरहेको छु। नेपालमा त्यस्ता ठाउँहरु पनि छन् अझै पनि बिजुली बत्ती, औषधि, यातायात भनौं त्यस्ता साधनहरु अहिलेसम्म पुगेकै छैनन् र पुग्न पनि धेरै गाह्रो छन्। सुरज पण्डितले तयार पार्नु भएको एउटा गीत छ। आज चाहिँ म त्यो भिडियोमा रिएक्सन गर्दैछु। अब आउनुहोस् सँगै हेरौं न त है कस्तो छ। मैले यो पहिला नै हेरेको थिएँ एकचोटि र धेरै नै राम्रो छ। यो पश्चिमतिरको भिडियो हो, नेपालको पश्चिमी क्षेत्रको, र यहाँ चाहिँ सुटिङ गरिएको दृश्यहरू होइनन् कुनै पनि, यो रियल दृश्यहरू हुन्, रियल देखाइएको छ। अब हेरौं है त। पानीको झरना ठाउँ त राम्रो छ। भेडाहरू खच्चरहरू हुन्छ है प्राय चाहिँ, हिउँले सब ढाकेछ, सर्दै हुन्छ पुरा। जाउँ हो कि गाउँ हो यो? जाउँ होला। रेलको बाटो पुग्दैछ रे, रेलको बाटो पुग्दैछ रे, तिमी बस्ने सहारा काठमाडौँ होला यो चाहिँ। हुम्ला कहिले मोटर आउला, हुम्ला कहिले मोटर आउला, बस्याको सुरहारामा ए हजुर, बस्याको छु हेर्ने रहरामा। चिलहरू देख्नुभयो, यो चाहिँ हिउँ परेको बेला रहेछ। खच्चरहरू यस्तो कालो, सिटामलको अभावमा मर्नु पर्ने, देख्नु नि सिटामलको अभावमा मर्नु। कोही चोट लागे भोक लागे पनि बस्नु पर्ने रोई हजुर। खै त सरकारले पुगेको त्यहाँनेरि। अब आउने सरकारले चाहिँ हेर्छ भन्ने छ, हेरौँ अब के गर्छ। स्कुल जान पनि यस्तो कालो बाटो चिल्ला गाडी होलान् तिम्रा ठाउँमा हजुर। धेरै विकट ठाउँ है, गाडी जाने। रेलैको बाटो पुग्दैछ रे, तिमी बस्ने सहारामा, हुम्ला कहिले मोटर आउला, हुम्ला कहिले मोटर आउला, बस्याको छु रहरा। पुरै खच्चड मात्रै, गाडीहरू पुगेकै छैन त्यहाँनेरि। बस्याको छु हेर्ने रहरा। पानी घट्टा, यो दृश्यहरू सब रियल, कुनै पनि त्यो सुटिङमा खिचिएको होइन, रियल दृश्यहरू हो यो सबै। खच्चर मेरा गाडी मोटर सँगै हिँड्ने भिरमा, नुनको भारी पिठीमा, नाम्लो मेरो शिरमा हजुर। दाउरा घाँस खाली खुट्टा, छैनन् चप्पल जुत्ता, रातो कार्पेट ओछ्याउ छन् रे, तिमीले टेक्दा उता हजुर। कसैले यस्तो रेलको बाटो पुग, देख्नु नि, कसैलाई खुट्टामा लाउने चप्पल छैन, कसैलाई उहाँ हिँड्दाखेरि रातो कार्पेट। तिमी बस्ने सहारामा, तपाईँ मार्मिक
छु रहरैमा ए हजुर बस्याको छु हेर्ने रहरैमा यस्तो छ देख्नु भने नेपालको यो पश्चिम क्षेत्रमा धेरै विकट ठाउँहरू छन् क्या जहाँ सरकारको आँखा पनि परेको छैन मलाई लाग्छ अब यो 82 सालको चुनाव पछाडि आउने सरकारले पक्कै पनि हेर्छ ल साथीहरू धन्यवाद यहाँसम्म हेर्नुभयो भिडियो हेर्नुभयो लाइक शेयर गर्नुहोला सब्स्क्राइब गर्नुहोला फेरि भेटौँला है त अर्को भिडियोमा